ल हेर्नुहोस् साथीहरू, हरियो इस्कुसको तरकारी कसरी पकाउने। पहिला काटेर साना साना टुक्रा बनाउने, अनि त्यसपछि जिरा पड्काउने, तेल एकछिन तताउने, एकछिन तातो हुन्छ तताउँदै गर्ने, एकछिन धुवा आउँछ, त्यसपछि खोर्सानी हाल्ने, त्यसपछि इस्कुस र आलु मिसाएर हाल्ने, अनि एकछिन चलाउने, चलाएपछि बेसार नुन जिरा हाल्ने, चलाउने, एकछिन चलाउने मजाले। अब एकछिन छोपिदिने, छोपेपछि मजाले चलाउने। अब धनियाँ हरियो र हाल्ने, धनियाँ हालेपछि चलाउने, चलाएर एकछिन सुक्न दिने, अनि स्वादिलो इस्कुसको तरकारी तयार हुन्छ। अनि मिठो र स्वादिलो तरकारी बनाउनको लागि यस्तै आइडिया लगाउनुहोस्, मिठो हुन्छ।